नाथे फेरि मैले भन्दैछु त मलाई त्यो तरिकाले नसोध्नु न नाथे भन्ने निस्किन्छ क्या कुरा बुझ्नुभयो नि कानुन बनाउने मान्छेहरू मध्येको एकजना मान्छे म हो क्या हैन हरेक कुरा कानुन हुन्छ सास फेर्ने कानुन कति पाइला हिँड्ने कानुन बस्ने कानुन कतिचोटि पानी खाने कानुन सबै कानुन हुन्छ कमन सेन्स हुँदैन त्यो टेम्प्लेट लिएर चाहिँ जाँदाखेरि जो चाहिँ सभामुखले चेतावनी दिनु परेको थियो त्यो के हुन्छ र चेतावनी दिँदा रोकिएन भने त तपाईलाई त कारबाही गर्नुपर्ने सुन्नु न त्यो म सबै तयार हुनुहुन्छ निलम्बनका लागि त्यस्ता नाथे फेरि मैले भन्दैछु ल ठिक छ लो के सोध्नु छ र अब संसदमा यहाँहरूको संसदीय गतिविधि कसरी भइरहेछ जस्तो हिजो सभामुखले अलिकति तपाईहरु लक्षित रुलिङै गर्नुभएको थियो आजको संसद बैठकमा चाहिँ के भयो उहाँले त्यसो त भन्नुभयो हिजो आवेगमा आएर भन्नुभयो होला जे आज चाहिँ सल्लाह गर्नु भएको छ अब चाहिँ फाल्टै बोलाएर नि सल्लाह गर्नु भएको छ त्यो त रहन्छ नि किन रहँदैन र उहाँले चाहिँ अब प्रधानमन्त्रीज्यूलाई अब म के अरे एकचोटि बोलाउँछु भन्दै हुन्थ्यो प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुहुन्छ छिटै नै त्यसो भए त्यो खालको संकेत उहाँले देखाउनुभयो मानिलियो हिजो मात्रै तपाईहरुले प्ले कार्ड प्रदर्शन गरेर एउटा विरोध जनाउनु भयो आज पनि गर्यौं गर्न त प्ले कार्ड प्रदर्शन गरेर विरोध जनाउनु मर्यादित छैन भन्ने चाहिँ एउटा भाष्य आएको छ पहिला पनि गरेको देखिन्थ्यो के राष्ट्रपति सरकारले खोइ कोन त के गर्नुहुन्थ्यो त्यो त मलाई थाहा भएन अब त्यो उहाँहरुको जिम्माको कुरा हो हैन जस्तो प्ले कार्ड प्रदर्शन गरेकै कारणले तपाईहरुलाई निलम्बन गर्न सक्ने सम्भावना चाहिँ हुन्छ भलै कानुनमा प्ले कार्ड लान पाइन्छ कि पाइँदैन भन्ने छैन त्यस्तो हुँदैन सभामुखको हिजोको रुलिङको संकेत थियो त्यस्तो हुँदैन आज त्यस्तो छैन तपाईहरुको कमजोर संसदीय शक्तिलाई प्रेजेन्ट देखाउनको लागि विरोधको लागि विरोध गर्नु भयो कि भन्ने प्रश्न यस्तो छ संसद चाहिँ सर्वोच्च हुन्छ हैन मैले बारम्बार भन्ने गरेको छु नि सर्वोच्च अदालतमा पढिने कानुन पनि यही हामी बनाउँछौँ क्या हैन प्रधानमन्त्री पनि यहीँको सदस्य हो यही सदनले बनायो नि त त्यसले गर्दा यो चाहिँ व्यवस्थापिका चाहिँ लोकतन्त्रमा सबैभन्दा सर्वोच्च सबैभन्दा ठुलो किनभने जनताको प्रतिनिधि जनता हो क्या यहाँ चाहिँ हामी त जनता हो नि त जनता बस्ने ठाउँ नि त यो त हामी जनताको आवाज उठाउने ठाउँ हो त्यसले गर्दाखेरि सदनप्रति प्रधानमन्त्री उत्तरदायी बन्नुपर्छ भन्ने मेरो बटम लाइन एक सूत्रे माग थियो तिनै जस्तो तपाईहरुले उठाउनु भयो कुरा उठाउँदै गर्दा राष्ट्रसभाका एकजना सांसदले तपाई लक्षितमै अभिव्यक्ति सायद के दिनुभयो उहाँले हैन उहाँहरुले हामी जुवारी खेल्ने कुरा होइन हैन रुलिङ गर्ने अधिकार भनेको के अरे तपाईको चाहिँ सभामुखको हुन्छ सभामुखले रुलिङ गर्ने हो भने हामीलाई नियमावलीको अरु बुँदा देखाउनुहुन्छ भने हामी उहाँलाई 15 को 2 देखाउँछौँ त्यसमा त उहाँ चुकिसक्नु भएको छ तीन सिटे पार्टी भनेर हेप्नेहरुलाई चाहिँ के भन्नु तीन सिटे नै सिन सिटे के पनि गर्दैन मैले भने नि त संख्या भनेको आवाज